सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म गएको घरतिर। अहिले भर्खर मामलाबाट मैले निक्लेको हो। तपाईँहरू हेर्न सक्नुहुन्छ मेरो मामला चाहिँ त्यहाँ रहेछन् अनि म चाहिँ हिँडेको घरतिर। तपाईँहरू हेर्न सक्नुहुन्छ। मलाई आज जसरी भए पनि 8 बजे घर पुग्नु नै पर्छ, किनभने त्यहाँ मेरो काम छ। म अहिले ठ्याक्कै हाम्रो गाउँको अस्तिको पुल थियो नि, त्यही पुल बनाइरहेको छु। त्यहाँ मलाई मिस्त्रीले कल गरेछ, त्यसैले मलाई 8 बजे अनिवार्य घर पुग्नुपर्छ। त्यसैले म यहाँबाट बिहानै 6 बजे निक्लेको छु अनि ठ्याक्कै 7 बजे पुगेपछि घरमा 1 घन्टा रेस्ट गरेर त्यसपछि काममा जाने विचार राखेको छु म आफ्नो। त्यसैले म यहाँबाट घरबाट छिट्टोभन्दा छिट्टै निक्लेको मामलाबाट अब चाहिँ डाइरेक्टली म हिँड्छु घरमा। 1 घन्टापछि मलाई अनिवार्य घर पुग्नुपर्छ भनेर मेरो सोच छ। त्यसैले म स्पिडमा जान्छु। तपाईँहरूलाई मैले यहाँ अपडेट गरि नै हालेको छु। तपाईँहरू फर्स्ट टाइम भिजिट गर्दै हुन्छ भने मेरो च्यानलमा सब्सक्राइब, लाइक र सेयर गरिदिनु होला आफ्नो साथीहरूलाई। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ म चाहिँ घर पुगिसकेको छु। अघि 6 बजे निक्लेको झपडतलदेखि अहिले ठ्याक्कै म भनेको 7 बजेर 4 मिनटमा घर पुगिसकेको छु। तपाईँहरू हेर्न सक्नुहुन्छ म चाहिँ घर पुगिसकेँ। तपाईँहरू हेर्न सक्नुहुन्छ। फर्स्ट टाइम भिजिट गर्दै हुन्छ भने लाइक, सब्सक्राइब र सेयर गरिदिनुहुन्छ मेरो आशा छ। ठ्याक्कै म 7 बजेर 4 मिनटमा घर पुगेँ अनि 8 बजे साथीहरू आइपुगेको थिए मेरो घर। अनि साथीहरूसँग म चाहिँ हिँडेको काम गर्नलाई। लिपस्टिक चोकको कलबोर्ड आदि बनाइसकेको छ, त्यही बनाउनलाई हामी सबै साथीहरू गएको। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ सबै यहीँनिर छन् अनि म पनि छु अनि डाइरेक्टली सबैजना गएको काम गर्नलाई। हेलो गाइस, तपाईँहरू हेर्न सक्नुहुन्छ म चाहिँ काम गरिरहेको छु। म चाहिँ यहाँ सिमेन्ट र बलुवा चाहिँ मिक्स गरिरहेको छु एकपल्ट अनि यहाँ मेरो साथी पनि मिक्स गर्दैछ। तपाईँहरू यहाँ हेर्न सक्नुहुन्छ। मिक्स गरेर त्यसपछि यसलाई यहाँनिर ठ्याक्कै मिक्स गरिसक्यौँ। त्यसपछि यहाँ पानी हाल्ने विचार राखेको छौँ हामीले। त्यसैले यहाँ बिचमा खाल्टो बनाउँदैछौँ। तपाईँहरू आफै यहाँ हेर्न सक्नुहुन्छ। खाल्टो पनि बनाएर रेडी बनाइसक्यौँ। अब चाहिँ यहाँनिर पानी हाल्ने विचार छ, पानी पनि हाल्दैछौँ। तपाईँहरू आफै यहाँ हेर्न सक्नुहुन्छ। साथी एकपल्ट म एकपल्ट पालो गरेर पानी पनि हाल्दैछौँ। तपाईँहरू आफै यहाँ हेर्न सक्नुहुन्छ। पानी पनि हालिसक्यौँ। अब मसला पनि बनाइसक्यौँ। त्यसपछि मिस्त्रीले यहाँ मसलाहरू पुलमा हाल्दैछन्। तपाईँ आफै हेर्न सक्नुहुन्छ। यहाँनिर मसलाहरू पनि लगाइरहेछन्। यस्तै आज बेलुकासम्म काम हुन्छ। ठ्याक्क पुललाई पनि रेडी गरेर आयो। ठ्याक्कै 5:30 बजे त्यहाँबाट निक्ले। अहिले चाहिँ 6 बजेको छ। तपाईँहरू हेर्न सक्नुहुन्छ। म चाहिँ ठ्याक्कै 6 बजे घर आइपुगिसकेको छु।